हेलो सेवादा त सेवारो वेलकम ब्याक टु माई युट्युब च्यानल मुन्दुम भ्लग्समा तपाईँहरू सबैलाई स्वागत छ। सबै युट्युब फ्यामिलीहरू कृपया हेरेर लाइक गरेर माया गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु। यदि जो नयाँ भ्युअर्स हुनुहुन्छ उहाँहरूले पनि लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला। आज चाहिँ बिहानैदेखि भ्लग्स गरिरहेछु अनि भ्लग्समा चाहिँ यहाँनिर दिदी बहिनी मिलेर कपाल बाट्दै रहेछ। स्कुल जाने होइन? हाउ मेनी रुपिस दिनु स्कुल जाँदा? लगाइदियो एउटा लानुहोस् एउटा लानुहोस्, इन्जोय गर्नुहोस्। सो बिहानै चाहिँ अब के छ भन्दाखेरि अब त ठ्याक्कै 8 बजिसक्यो। मैले यहाँ मेडिसिन खानु पर्ने हुन्छ। सो मेडिसिन हेर्दैछु, मेडिसिन बक्समा हुनुपर्ने मेडिसिन पक्कै पनि यहाँ छ। सो खासै धेरै चाहिँ खानुपर्ने छैन। बिहान यो खाइसकेको खाली पेटको बिहान खाना पछि यो अर्को यही हुनुपर्ने, यो एउटा दुईटा चाहिँ खानुपर्ने रहेछ। सो यो दुईटा खानुपर्ने हुन्छ। कोही पानी लेदरिक छु बेटो। धन्यवाद, थ्याङ्क यू। त्यो राखिराख्थे अहिले खान्छु म, उतै राख्न बाहिर। यसो दबाई खाइसक्यो बिहानको, यति धेरै चाहिँ छैन। खानुपर्ने चाहिँ 1 मन्थको मेडिसिनहरू हो अनि अलिकति यो फ्लेभरको लागि। फ्लेभरको लागि किसमिस काजु बदाम। यति भयो भने चाहिँ आजको दिन बाँचिन्छ। मन तातो पानी अर्ग्यानिक माल, अर्ग्यानिक एक थोक पनि देखाउनु पर्छ कि छानामा सुकाइरहेको छु। अर्ग्यानिक सिकुटी भैँसीको, यसको नजरे हान्दिउँ न त एक लट। अर्ग्यानिक सामान छ है हामीसँग। सिकारको भैँसीको राँगाको सिकुटी टक्क सुकाइरहेको छु। राँगा भने चाहिँ अब सिकुटी पनि सुक्छ होला लगभग, त्यस्तो छ। हिजोदेखि सिकाएको। सो अर्ग्यानिक गाउँमा अर्ग्यानिक छ सबै कुरो। आज जम्बो आइज ल ल ल ल जम्बो आइज ल जम्बो जम्बो। यो चाहिँ यहाँको लोकल अर्ग्यानिक चारो हो। चारो काट्नु पर्ने मम्मी, काटौँ म। सो के हुँदैछ त अर्ग्यानिक चुलामा तातो पानी। खाना सागसब्जी सबै मम्मीले रेडी गरिसक्नु भएको छ। त्यो अब दिनचर्या यस्तो छ लगभग। म माथि नै राखिदिन्छु अहिले। तिमीहरू पनि खाना खाऊ न अब, स्कुल जानुपर्छ त। खानासाना खाऊ, टाइम भइसक्यो। यसपालि आँप धेरै फल्ने भएर चाहिँ सपोर्ट दिइरहेछ यसरी बाबैले।
धेरै फुलेर भुइँमै आएछ त्यही भएर फुल छ आम्मा के हो यो त यार कति साह्रो आँप फुलेको क्या आम्मा केही छैन ठिकै छ जे हुन्छ राम्रै लाग्यो हुन्छ ओके गाइस ल यस मेरो बहिनी के खाएको फोन हेर्दै चटपटे कस्तो छ खोइ टेस्ट गर्छु ल म पनि दामी छ रिक्सन खोइ यताको हेरौँ यता नि रेडी हुँदैछ है खाजा चाहिँ स्पेसल मलाई हो टक्कसँगले 3 भाग लाग्यो लु खाजा खाना हो है केटी हो सो मलाई चाहिँ यो यतिको भयो थोरै फ्राई राइस बासी खाना हो नि भात पनि हालेर खानु पर्यो सो गाइस खाजा साजा खाइन्छ अनि यताउता कामहरू गरिन्छ त्यही हो आजलाई यति नै हो यति भन्दै मेरो भ्लग टेस्ट पनि गरौँ दामी भएछ यति भन्दै मेरो भ्लग चाहिँ यहीँ टुङ्गाउँदैछु गाइस लाइक शेयर कमेन्ट गर्नु नबिर्सिनु होला धन्यवाद।